नमस्ते। आज एउटा यस्तो कथा सुनौ जुन एउटा सानो गाउँबाट सुरु हुन्छ, तर यसमा लुकेको सन्देश भने निकै ठूलो छ। एउटी सामान्य केटी र तिनका धुलोले भरिएका किताबहरूको कथा। ल कथा सुरु गरौँ है त। कल्पना गर्नुहोस् त, पहाडले घेरिएको एउटा सानो सुन्दर गाउँ हो, त्यही बस्छिन् हाम्रो कथाकी पात्र सीता। हेर्दा त उनी एकदमै सामान्य केटी हुन्, तर उनको जीवनमा अब केही खास हुन लागेको छ। सीतालाई बाहिर खेल्न रमाइलो गर्न एकदमै मन पर्थ्यो, तर उनको घरको एक कुनामा चाहिँ उनका किताबहरू धुलोले ढाकेर बसेका थिए। यो धुलो एक हिसाबले भनौँ न उनको वास्ता नगरिएको क्षमताको प्रतीक जस्तै थियो। अब सीताको जीवनमा परिवर्तनको लहर ल्याउन एकजना महत्त्वपूर्ण व्यक्तिको प्रवेश हुन्छ। उहाँ हो विद्यालयका नयाँ शिक्षक राम सर, जसले सीताभित्र लुकेको सम्भावना देख्नुहुन्छ। एक दिन राम सरले कक्षामा एकदमै महत्त्वपूर्ण प्रश्न सोध्नुभयो। भन त, आफ्ना सपना पूरा गर्न के चाहिन्छ? अरू सबै विद्यार्थीहरूले फटाफट मेहनत भनेर जवाफ दिए, तर सीता, उनी भने चुपचाप बसिरहिन्। कहिलेकाहीँ मौनताले शब्दभन्दा धेरै कुरा भन्छ, होइन र? सीताको जवाफले सबैलाई एकछिन त चकित नै बनायो। उनले एकदमै शान्त भएर भनिन्, सर, सपना के हो मलाई त त्यो पनि थाहा छैन। उनको यही इमान्दारिताले नै उनको यात्राको वास्तविक सुरुवात गराउँछ र शिक्षकलाई पनि सही बाटो देखाउन मद्दत गर्छ। त्यसपछि शिक्षकले उनलाई एउटा गजबको कुरा भन्नुभयो। उहाँले भन्नुभयो, किताबहरू तिम्रा साथी हुन्, तिनीहरू त जादुगर हुन्। मतलब किताबहरू बोझ होइनन्, बरु यस्तो जादुई औजार हुन् जसले संसारको कुनै पनि ढोका खोल्न सक्छन्। हो, शिक्षकका ती शब्दहरूले सीताको जीवनमा एउटा नयाँ पाना पल्टाइदियो। त्यही दिनदेखि उनको हेर्ने नजरियामै गहिरो परिवर्तन आयो। अब सीताको सोचाइ मात्र होइन, काम पनि बदलियो। पहिलो काम के गरिन् होला? उनी सिधै घर गइन् र वर्षौंदेखि धुलो जमेका किताबहरू सफा गरिन्। अनि उनले यस्तो मन लगाएर पढ्न थालिन् कि केही महिनामै त रिजल्टमा पनि गजबको सुधार देखिन थाल्यो। चाँडै नै स्कुलका सबै शिक्षकहरूले उनको मेहनत देख्न थाले र प्रशंसा गर्न थाले। यस्तो प्रशंसाले उनको आत्मविश्वास झन बढायो र उनलाई अझै मेहनत गर्न हौसला मिल्यो। अब कथा एउटा रोमाञ्चक मोडमा पुग्छ। विद्यालयको वार्षिक समारोहको दिन। कल्पना गर्नुहोस् त, जहाँ सीताको मेहनतले सबैको अगाडि एउटा ठूलो सम्मान पाउन लागेको छ। त्यो दिन राम सरले सबैको अगाडि भन्नुभयो, जुन सीता किताबको धुलो फुक्ती अहिले उही ज्ञानको ज्योति फैलाइरहेकी छ। यो सुनेर सबै विद्यार्थीहरूले जोडले ताली बजाए। त्यो सम्मानले सीतालाई भित्रैदेखि बलियो बनायो। हो, त्यही क्षणमा सीताले महसुस गरिन्, उनको यात्रा साँच्चीकै पूरा भएको छ।